हेलो साथीहरू, मैले तपाईँहरूको लागि आज नयाँ नौलो कुरा लिएर आइसकेको छु, जसको नाम हो भाषा सिरिज, परिभाषा सिरिज भनेर। यस अन्तर्गत मैले तपाईँहरूको लागि प्रत्येक च्याप्टरको परिभाषा लिएर आउनेछु। आज म तपाईँहरूलाई खरिदारको तेस्रो पत्रको तेस्रो खण्ड अन्तर्गत रहेका कानुन खण्डको लिएर आइसकेको छु। यसमा आज हामीले पार्ट 1 गरिरहेछौँ, जसमा पहिलो पाठको लिएर आएको छु। मैले तपाईँहरूको लागि प्रत्येक पाठको महत्त्वपूर्ण परिभाषाहरू लिएर आउनेछु। तपाईँहरू मसँग जोडिनुहोला। ल अब हामी टाइम वेस्ट नगरी सुरुवात गरौँ। सबभन्दा पहिला कानुनको परिभाषाबाट। कानुन भनेको के हो त कानुन वास्तवमा भन्दाखेरि हामीले यसरी बुझ्न सक्छौँ। राज्यलाई मार्गदर्शन गर्न तथा मानवीय क्रियाकलापलाई र सामाजिक व्यवहारलाई व्यवस्थित गर्न निर्मित नियमहरूको सङ्ग्रहलाई कानुन भनिन्छ भनेर हामी लेख्न सक्छौँ। भन्दाखेरि राज्यलाई मार्गदर्शन गर्न तथा मानवीय क्रियाकलाप र सामाजिक व्यवहारलाई व्यवस्थित गर्न निमित्त नियमहरूको सङ्ग्रहलाई कानुन भनिन्छ। यस्तै हामीले अर्को परिभाषा पनि लेख्न सक्छौँ। मानवहरूलाई गर्न हुने र गर्न नहुने नियमहरूको सङ्ग्रहलाई नै कानुन भनिन्छ भनेर हामीले अर्को शब्दमा पनि यसरी लेख्न सक्छौँ। यसरी नै अर्को परिभाषातिर हामी आउँ, जसलाई कानुनको स्रोत के हो त? यसलाई हामीले यसरी लेख्न सक्छौँ। कानुनको उत्पत्ति, विकास तथा निर्माणको आधारलाई नै हामीले कानुनको स्रोत भनेर भन्छौँ। नै कानुनका स्रोत हुन्। कानुनका स्रोत भनिन्छ भनेर हामीले भन्न सक्छौँ। स्रोत भनिन्छ भन्दाखेरि कानुनको उत्पत्ति जहाँबाट भयो, विकास भयो वा कानुनलाई केहीको निर्माणको आधार बनाएछ भने तिनीहरूलाई नै हामीले कानुनको स्रोत भनेर बुझ्न सक्छौँ। त्यस्तै अर्को हामीलाई सोधिरहने एकदम भिभिआई भनेर यसलाई बुझ्न सक्नुहुन्छ तपाईँहरूले। विधान भनेर यो अलिकति बुझ्न नि गाह्रो छ, त्यही भएर यो टेक्निकल वर्डतिर आउँछ। यो प्रायः सबैजनालाई जानकारी हुँदैन। परिभाषा रटेर राख्नुहोस्। यसको परिभाषा यस प्रकार छन्। जनप्रतिनिधिमूलक व्यवस्थापिका द्वारा निर्मित। जनप्रतिनिधिमूलक व्यवस्थापिका द्वारा निर्मित कानुनलाई नै
कानुनलाई नै विधान भनिन्छ भनेर हामीले भन्न सक्छौँ। विधान भनिन्छ भन्दाखेरि विधान पनि एक प्रकारको कानुन नै हो, तर यो जनप्रतिनिधित्व तोकिसकेको छ। जनप्रतिनिधिमूलक व्यवस्थापिकाद्वारा निर्माण गरिने कानुनलाई नै हामीले विधान भन्छौँ। कस्तो कानुनलाई त जनप्रतिनिधिमूलक व्यवस्थापिकाद्वारा जुन कानुन निर्माण गरिन्छ त्यसलाई नै हामीले विधान भनेर भन्न सक्छौँ। त्यस्तै अर्को छ नजिर, एकदम दिव्य, यो पनि टेक्निकल वर्ड नै हो। यसको मतलब हामीले जानिराख्नुपर्छ। नजिर भन्दाखेरि न्यायिक निरूपणको सिलसिलामा अदालतद्वारा प्रतिपादन गरेको कानुनी सिद्धान्त नै नजिर हो भनेर हामीले बुझ्न सक्नु पर्यो। कानुनी सिद्धान्त नै नजिर हो। न्यायिक निरूपणको सिलसिलामा अदालतद्वारा प्रतिपादन गरेको कानुनी सिद्धान्त नै नजिर हो भनेर हामीले बुझ्न सक्छौँ। भन्दाखेरि निरूपणको अर्थ हुन्छ समाधान। जस्तो कुनै अदालतमा कुनै मुद्दा चलिरहेछ र जस मुद्दा अन्तर्गत अब कुनै छुट्टै किसिमको अवस्था आएछ र त्यही अवस्थामा अदालतले फैसला गरेछ भन्दाखेरि नयाँ किसिमको केही मुद्दा छ र त्यस सम्बन्धी फैसला गरेछ भने त्यहीबाट नै नयाँ कानुन निर्माण भएको मानिन्छ र त्यही कानुनलाई नै हामीले नजिर भनेर बुझ्छौँ। त्यस्तै अर्को कानुनी शासन, एकदम दिव्य, यो पनि सोधिरहन्छ। त्यसलाई हेरौँ, यसको एकदम सानो र छोटो रूपमा हामीले लेख्न सक्छौँ। कानुनी सर्वोच्चतालाई आत्मसात गरेको शासन। नै कानुनी शासन हो भनेर हामी बुझ्न सक्छौँ। कानुनी शासन भनेको के हो? शासन भनेको कानुनी सर्वोच्चतालाई नै आत्मसात गरेको छ भने त्यसलाई नै हामीले कानुनी शासन भनेर बुझ्न सक्छौँ। यति भन्दै हाम्रो आजको 5वटा परिभाषा आइसकेको हो। यसरी नै मैले पार्ट 2 लिएर पनि आउने नै छु। तपाईँहरू मसँग जोडिनुहोला र सँगै तयारी गर्दै जानुहोस्। र यदि तपाईँले हरेक च्याप्टरको कमसेकम परिभाषा याद छ भने मजाले कुनै पनि क्वेसन सोधिएमा तपाईँहरूले त्यससँग सम्बन्धित 5 मार्कको क्वेसन मजाले लेख्न सक्नुहुन्छ भन्ने मलाई विश्वास छ। त्यसैले हामीसँग जुड्नुहोस् र तपाईँहरू तयारी गर्दै जानुहोस्। हस्त, धन्यवाद।